दर्शकबिनहरुको माया भन्छु है मेन चाहिँ दर्शकबिनहरुको माया हो जसरी हामीले कबड्डी 1 2 गर्दै गयौं हामीले पज स्टप गर्न सकेन के दिदी है दर्शकबिनहरुले काजी मैया अनि काजीको स्टोरी खोज्दै जानु भयो अनि त्यही अनुसार हाम्रो स्टोरी बन्दै गयो अनि अहिले 5 सम्म आइपुग्यौं अनि हामीले यहाँ मुस्ताङ चुज गर्नु चाहिँ यहाँ थकालीहरुको कल्चरको बारेमा पनि थियो हामी थकाली फ्यामिलीको भएको हुनाले चाहिँ त्यो हामीले यही चुज गर्नु पर्यो अनि प्लस चाहिँ obviously यहाँको हेर्नु हजुरले नि देख्नुहुन्छ यहाँ त कति राम्रो मनोरम दृश्यहरु छ हिमालहरु पहाडहरु एकदम खुसी लाग्छ नि दाइ यो पनि मलाई खास यो मलाई थाहा थिएन के यो पनि मैले रिसेन्टली लगभग 5-6 महिना अगाडि चाहिँ एउटा युट्युब च्यानलमा चाहिँ एकजना दाइले हाल्नु भयो रहेछ एउटा भिडियो उहाँले चाहिँ त्यो हजुरले भन्नुभयो थियो नि मैयाको घर त्यो घरलाई चाहिँ देखाउनु भएको थियो अनि त्यतिखेर थाहा पाएको थियो कि मैयाको घर भनेर चिनिन्छ इभन त्यहाँ यत्रो ठुलो अहिले त हटाएको छ हाम्रो सुटिङको कारणले यत्रो ठुलो पोस्टर राखेको छ मैयाको घर अथवा मैया समथिङ के लेख्नु भयो रहेछ उहाँहरूले एकदम प्राउड फिल हुन्छ खुसी लाग्छ अब भन्दा अलिकति अर्कै सुनेला तर एकदम लकी मान्छु मलाई किनभने यस कबड्डीमा म लगायत अन्य कलाकारहरू आबद्ध छन् हुनुहुन्छ हैन म यो भन्छु कि दाइ आम सरी हजुरको कुरा काटे अहिले चाहिँ ठिकै छ भोलि पर्सि जब म बुढी हुँदै जान्छु मेरो बालबच्चा होला रे मेरो नातानातिनी होला त्यति जेरसम्म यदि मेरो त्यो फोटो त्यहाँ छ भने त्यो त हैन दिदी एकदम प्राउडकै हजुर त्यो कबड्डी 1 मा चाहिँ हामीले त्यति धेरै रिसर्च गरेनौं त्यसपछि अहिले चाहिँ हामी एकदम धेरै नै प्रिपेयर छौं थकाली कल्चर उहाँहरुको कल्चरको बारेमा रिसर्च गर्यौं उहाँहरु ठाउँमा आएर बसेका छौं हेरेका छौं कल्चरहरु उहाँको रहनसहन लगाई खुवाई सबै हेरेर अहिले एडप्ट गरेर अनि हामीले त्यसलाई चाहिँ पर्दामा उतार्ने कोसिस मात्र गरिरहेछौं त 100 त भन्न सक्दिन जे होस् मैले जति पहिला केही पनि थाहा थिएन अहिले चाहिँ म थोर बहुत चाहिँ पाँच खालको हुन्छन् अनि त्यो देवताहरू पनि 5 खालको हुन्छन् यस्तो कुराहरू चाहिँ धेर थोर थाहा छ बिहेको रीतिहरू अलिअलि अब हैन म 1 र 2 मा अनि 5 मा म यहाँ क्यारेक्टर नै हो त्यसैलाई कन्टिन्यू दिएको खासै त्यो टडक भडक के पनि छैन आफ्नो ठाउँ जस्तो लाग्छ है आफ्नै ठाउँ जस्तो लाग्छ स्पेशली झन् यो ठाउँ हैन आफ्नै घर जस्तो लाग्छ अनि जो अहिले मैयाको होटल चलाएर बस्नु भएको छ नि जो ओनर हुनुहुन्छ उहाँ त हाम्रो आमा जस्तो लाग्छ पहिलादेखि नै हामी त्यो कबड्डी उहाँले अहिले पनि आज पनि भेट हुँदा भन्नुभएको थियो कि त्यो कबड्डी 1 को त्यो रमाइलो धेरै मुभीहरु आउनुभयो यहाँनिर सुटिङ गर्नुभयो तर त्यो कबड्डीको जस्तो फ्यामिली चाहिँ मैले अहिलेसम्म भेटेको छुइनँ भन्नुहुन्छ कि सो दैट त्यो सबैजना चाहिँ उहाँहरूले पनि हामीलाई आफ्नो सोच्नु पर्यो हामीले पनि त्यो घरलाई आफ्नो सोचेर पनि होला यहाँसम्म पुगेको हामी त्यो खास चाहिँ हामीले कबड्डी चाहिँ हामीले यही नौरीकोटकै बारेमा पहिला कबड्डी 1 मा स्टार्ट गर्दाखेरि नौरीकोट नै थियो नि त त्यो भएको हुनाले त्यसलाई नै कन्टिन्युटी दिएको हामीले अब यहाँबाट हामी बाहिर बसाइसराई केही त्यस्तो केही पनि कथामा आएको छैन नि त त्यो भएर हामीले जम्प गर्न मिल्दैन अनि अहिले पनि हामी नौरीकोटमै आइरहेको यही हामी टुकुचे लेते ये सबै मार्फा यी सबै समेटेको मलाई चाहिँ नौरीकोटमा चाहिँ मलाई त्यस्तो फिल भएको छैन अलि तल चाहिँ अब धेरै नै अहिले त धेरै टुरिज्महरु धेरै भयो नि त त्यो कारणले गर्दाखेरि उहाँ बिजनेस भ्यू र त्यो फ्यामिलीको चाहिँ अलिक कनेक्ट चाहिँ अलिकति कम भयो तर नौरीकोटमा चाहिँ त्यो अझै पनि हामीले त्यही फ्यामिली नै पाइरहेछौँ म 1 र 2 मा मात्र आएँ त्यतिखेर हामी नौरीकोटमै विशेष गरी त्यही मात्रै फोकस थियो अनि अरूमा हुनुहुन्छ सबैजना एकदम सहयोगी हुनुहुन्छ अनि 5 मा पनि अहिले म एउटा कुरा जोड्न चाहे जस्तै थकाली ड्रेसको कुरामा पनि हामीलाई सपोर्ट गर्नुपर्छ थियो उहाँहरूले हामीलाई ड्रेसहरु त्यतिखेर पनि कल्चरको बारेमा हामीलाई नथाहा पाउँदा पनि उहाँहरूले यो गर्नुपर्छ यस्तो लाउनुपर्छ अहिले पनि कति तपाईहरु इभन हामीलाई थाहा थिएन इभन डिरेक्टर दाइहरुलाई थाहा थिएन हामी आफूले रिसर्च गरेर थाहा भएको फुली नलाउँदो रहेछ भनेर फुलीहरु लाउनु हुँदो रहेछ अनि हाफ बाउला ब्लाउजहरु नलाउने हुनु रहेछ यो चीजहरुलाई चाहिँ हामीले एकदमै ख्याल गरेर अहिले हजुर अब नर्मल पहिला जस्तो अवस्थामा आउनु भएको थियो त्यसलाई नै
त्यही निरन्तर गर्दै जानुहुन्छ भने प्रब्लम छैन हैन तर एकैचोटि जम्प गर्न चाहनुहुन्छ भने त जम्प गर्न दाखेरि त लडिन्छ नि त त्यही हुन सक्छ